साथीहरू, धेरै सङ्घर्षपछि, धेरै मेहनतपछि फाइनल्ली मैले पनि तिमीहरूले पठाएको फन्नी अनि कमेडी रिल्स हेर्ने मौका पाएँ। सायद तिमीहरूले रिल्स नपठाउने भएको भए मलाई हाँसो भन्ने कुरा थाहा हुन्थेन होला। तिमीहरूले रिल्स नपठाउने भएको भए दिनकै मलाई रिल्स हेर्नकै लागि सरकारी कार्यालयमा जानु पर्थ्यो होला, रिल्स हेरिपाऊँ भन्ने निवेदन बुझाउनु पर्थ्यो होला। 2-3 वर्षपछि हेर्न पाउँथ्यो होला। थ्याङ्क गड तिमीहरूले गर्दाखेरि म आज यति धेरै हाँसिरहेको छु। मेरो ओठलाई हाँसो भन्ने कुरा थाहा हुन्थेन होला तिमीहरूले दिनकै रिल्स नपठाएको भए। अझ यो दिनमा यो 1 सेकेन्डमा, दिनमा पनि होइन 1 सेकेन्डमा 50,000 करोडचोटि रिल्स पठाउने साथीहरूलाई झन् खुट्टै ढोकेर साष्टवदनमा अदुवा लसुन रिल्स पठा दिनकैमा चाहिँ। तिमीहरूले गर्दाखेरि रिल्स पठाउनेले गर्दाखेरि चाहिँ मेरो लाइफस्टाइल पनि चेन्ज भइसक्यो। पहिला म तिमीहरूको अनुहार हेरेर हाँस्थेँ, अहिले तिमीहरूले पठाएको रिल्स हेरेर हाँस्छु। पहिला मलाई मुख छाड्न आउँथेन, मुख छाड्न मन लाग्थेन, आजकल मलाई मुख छाड्न मन लाग्छ। दिनकै रिल्स पठाएको छ मैले 55 करोड वर्ष पहिले हेरेको रिल्स तैँले अहिले पठाउँछस् अनि मैले रफ रियाक्ट गरिदिनु पर्ने?